हेलो गाइस, अब आज चाहिँ मेरो यो डिनर हुँदैछ अनि डिनरमा छ मेरो भात अनि यो सुँगुरको मासु छ पर्क अनि मेरो यहाँनिर दाल कालो दाल चाहिँ मेरो बेस्ट हो अनि मेरो उसको पनि बेस्ट स्टार्ट म खाँदैछु ल साथी हो तपाईहरुले खाइसक्नु भयो कि भएन हो खानु भएको छ कि छैन थाहा छैन तर म चाहिँ अब खानु आँटेको छु खाँदैछु अनि तपाईहरु पनि राम्रोसँगले खानुहोस् है राम्रोसँगले आरामले तपाईहरु सुत्नुहोस् भोलिको बिहानी चाहिँ तपाईहरु सबैजनाको राम्रो होस् है बिहान तपाईहरुको जतिवटा कामहरु छ है त्यो कामहरु चाहिँ राम्रोसँगले हुन सकोस् तपाईहरुको जे पनि खबरहरु आउँछ है त्यो खबरहरु शुभ खबर आउन सकोस् तपाईहरुको लागि यही म कामना गर्दछु प्रार्थनामा तपाईहरुलाई राखिदिन्छु रातभरिको जुन चाहिँ बेलुकाको प्रार्थनाहरु तपाईहरुको याद गर्छु र तपाईहरुको सबै कुरोहरु चाहिँ राम्रो होस् भनेर र अब म चाहिँ खानुलाई स्टार्ट गरेँ ल साथी हो अब त भाइरल भइसकिस् कस्तो राम्रो राम्रो फोटो खिचेर भाइरल भइनेछ नि त कान्छ अन्त अब यो त भाइरल हुनुको लागि चाहिँ अब राम्रो हुनु पर्यो हुक बनाएन पेन्टको हो हुक बनाएन हो त्यस्तो मजाको पेन्टको भन्छ जसरी त्यही लाउनु पर्छ म यही बनाउँछु यही बनाउँछु तिमीले मेरो ट्यालेन्ट हेर न चाहिँ भोलि देखौँ मैले ठिकै त हुने हो सर्टमा चाहिँ के भन्छ चस्मा के भन्नु सर्ट हौ सर्ट के सर्ट पेन्टसँग लगाउने सर्ट राम्रो क्या मजाको सर्ट सर्ट इस्त्री गरेर लगाउनुपर्छ त्यसो भए चाहिँ चटाक भएर ब्लू कलरमा चाहिँ हल्का त्यो सनफ्लावर फुल भएको हुन्छ नि सर्ट क्या हो मैले चेन्नईमा किनेको त्यो सेन्डर खोइ सेन्डर दुइटै बाहिर भित्रै हाले जस्तो लाग्यो यहाँनिर छ कि एउटा वासिङ मेसिन माथि त्यहाँबाट दिएँ नि मैले कुकुरले उयो गरिदिइरहेको छ नि उता भित्र छ भन्दाखेरि हाल्यो एउटा उयो बाहिर निकालिरहेको थियो नि त जुत्ता लाउनु साथी हो हामी चाहिँ बेलुका खाना खाँदाखेरि हल्का बातहरू गर्दै है बातचितहरू गर्दै भात खान्छौँ है अब म यसरी खाना खानु भन्दैमा गम खाने कुरा त आएन तर हल्का बातचित त यसरी योभन्दा समय चाहिँ कति बेसी हुनु यसरी नै लान्छु सेउली उयो बालेर योभन्दा सँगै अब तपाईँहरूको केही छ है क्वेसन भन्नु या त मेरो कमेन्टहरू छ भने तपाईँले मसँग तपाईँले कमेन्ट गर्न सक्नुहुन्छ है साथी हो के को पत्ता त्यो प्लामको पत्ता पाम ट्रीको भन्दैछु कस्तो सर्क्यो पाम ट्रीको प्लाम ट्रीको तर आज यसरी भिडियो बनाउँदाखेरि चाहिँ मलाई आज एउटा कुराको चाहिँ याद आयो एउटा भन्नु मन पर्यो साथी हो तपाईँहरूलाई जति पनि मैले भिडियोहरू हाल्छु भन्छु जति मेरो वरिपरिकोहरूले जति जान्ने चिन्नेहरूले चाहिँ मलाई कमेन्ट र लाइक अनि सेयर गर्नुहुन्छ तपाईँ सबैजनाले भिडियोहरू चाहिँ हेर्नुहुन्छ है टाढो नजिक कतिजनाले तर तपाईहरुले त्यो लाइक कमेन्ट
सेयर चाहिँ गरिदिनु भएको छैन र प्लिज तपाईँहरूलाई म भन्छु कि तपाईँलाई दया गरिकन लाइक कमेन्ट अनि सेयर गरिदिनुहोस् भनेर मेरो बिन्ती छ तपाईँ सबैजनालाई। अनि मेरो युट्युब च्यानलमा पनि दिव्या मुक्बाङ भनेर छ, त्यसमा पनि तपाईँहरूले दया गरेर त्यसमा पनि लाइक कमेन्ट र सेयर गरिदिनुहोस्, सब्सक्राइब पनि गरिदिनुहोस्। ओके, अमेरिकातिर जन्मिनु पर्थ्यो दिव्या पुग्छ है, गलत जग्गामा जन्म भयो। त्यही त हो, म त अमेरिका हान्थ्यो क्या है, इङ्ल्यान्ड। यिनीहरूले मलाई के भन्दैछ साथी हो, तपाईँलाई थाहा छ? भुपू चाहिँ इङ्ल्यान्डतिर जन्म लिनुपर्ने थियो, तपाईँको भुलेर चाहिँ म त इन्डियामा जन्म लिएछु अरे के तपाईँहरू। किनभने चाहिँ लाइक र कमेन्ट नपाउनुको कारणले सबैजनाले त्यस्तो भन्दैछ। तपाईँहरूले मलाई लाइक कमेन्ट गरिदिनुहोस् दया गरेर, किनभने म चाहिँ बिस्तारै बोल्छु। अनि म किनभने बेसी मेरो मतलब फेसमा मेरो अलिकति क्या हो हँसीपना हुँदैन कतिवटा भिडियोमा, मतलब मुस्कुराहट हुँदैन, मतलब मुस्कान हुँदैन, मुस्कुराहट हिन्दीमा नेपालीमा मुस्कान हुँदैन। त्यही कारण तपाईँहरूले त्यो सोच्नुहुन्छ र तपाईँहरूले गर्नु अल्छी लाग्छ होला तपाईँहरूलाई, तर अल्छी नमानिकन अनि तपाईँहरूले गरिदिनु भयो भने चाहिँ राम्रो हुन्छ। किनभने मेरो भिडियोमा चाहिँ किनभने बाहिरबाट बेसी कमेन्ट र भ्युजहरू आउँछ, तर जहाँ हाम्रो यहाँनिर जुन इन्डियाबाट आउँदैन, तर के भन्नु र, अरू त इन्डिया त अब इन्डिया भइगयो, तर के भन्नु र तपाईँहरूलाई म। तर मेरो आफ्नो कालिम्पोङबाट पनि आउँदैन, आफ्नो डिस्ट्रिक्ट कालिम्पोङ डिस्ट्रिक्टबाट पनि आउँदैन। तपाईँहरूसँग चाहिँ मेरो यही गुनासो छ साथीहरू, प्लिज कमेन्ट गरिदिनु होला, सेयर गरिदिनुहोस्, सब्सक्राइब गरिदिनु होला। ओके, आज चाहिँ म यति नै, म तपाईँहरूसँग मेरो यो जति पनि मैले तपाईँहरूलाई भने तपाईँहरू मन दुःख नगर्नु होला, तपाईँहरू नरिसाउनु होला कि मैले यसरी भनेँ भनेर, र तपाईँलाई यति भनेको छु। र तपाईँले अवश्य तपाईँहरूले भोलिदेखि चाहिँ लाइक कमेन्ट सेयर गरिदिनुहुन्छ भने आशा राख्दछु। बाई बाई, गुड नाइट।